गुड इभिनिङ everybody। सो हिजो हामीले अलिअलि लिक्विडिटीहरूको बारेमा हेरेको थियौँ। सो आजको दिनमा अब ओभरअल टेक्निकल एनालाइसिसको बारेमा तपाईँले हेर्नुहुन्छ फर्स्ट 3 विक्स जस्तो कन्सेप्ट्सहरूको बारेमा आइसिटी कन्सेप्ट्समा हेर्छौँ हामीले। सो मेरो आवाज क्लियर छ है? एनोटेसन र अडियो अफ हुन्छ। लास्टसम्म क्वेरिजको सेसन राख्छौँ है हामीले। फेरि अरूलाई डिस्टर्ब हुन्छ त्यो भयो भने द्याट्स है। सो टेक्निकल एनालाइसिसहरू तपाईँले आइसिटी कन्सेप्ट्स को बारेमा हेर्नुहुन्छ। आइसिटी कन्सेप्ट्स मा बेस्ड छ आइसिटी कन्सेप्टको बारेमा। सो मोस्टली तपाईँले यसमा युज गर्ने भनेको लिक्विडिटीको राइट, पिरियारेजहरू, प्राइसको अब्जेक्टिभ, प्राइसको क्यारेक्टर अगाडि अगाडि पढ्नुहुन्छ, कनेक्ट हुँदै जान्छ एक एक गरेर। सो स्लाइड बाई स्लाइड, सिरिज बाई सिरिज, कन्सेप्ट बाई कन्सेप्ट होइन, डे बाई डे तपाईँहरूले यो कुराहरू हिजो पढाएको कुराहरू आज कनेक्ट हुँदै जान्छ राइट। भोलि पढाएको कुराहरू पर्सि कनेक्ट हुँदै जान्छ। त्यसरी त्यो हुने हो। सो 3 विक्स जस्तो चाहिँ हामीले त्यसमा दिन्छौँ, कन्सेप्टमा दिन्छौँ। 3 विक्स पछि चाहिँ त्यसपछि चाहिँ रिस्क म्यानेजमेन्ट र साइकोलोजी एड गरेर अनि बल्ल ट्रेड गर्न थाल्छौँ मार्केटमा है। मार्केटमा ट्रेड गर्ने भनेको 3 विक्स पछि हो। 3 विक्स अर थर्डदेखि फोर्थ विकसम्म चाहिँ तपाईँले ट्रेड गर्न थाल्नुहुन्छ। अब डेमो ट्रेडिङ अब कोही कोहीले फास्ट पनि गर्नुहुन्छ, कोही कोही जस एभरेज टाइम हेर्ने हो भने थर्डदेखि फोर्थ विकमै स्टार्ट हुन्छ। आइसिटी कन्सेप्टबाट युज गर्नुहुन्छ। त्यसपछि रिस्क म्यानेजमेन्ट र साइकोलोजी हेर्ने हो भने अब कन्सेप्ट भन्दा पनि मोर इम्पोर्टेन्ट चाहिँ साइकोलोजी मानिन्छ राइट। ओभरअल ट्रेडिङ तपाईँको ओभरअल ट्रेडिङ हेर्ने हो भने ओभरअल ट्रेडिङमा थ्री पार्ट्समा डिभाइडेड हुन्छ। वान इज ट्रेडिङ स्ट्राटेजी, वान इज रिस्क म्यानेजमेन्ट एन्ड अनदर इज साइकोलोजी। होइन, तिनवटा पार्ट छ। एउटा ट्रेडिङ स्ट्राटेजी हो राइट। ट्रेडिङ स्ट्राटेजी जुन चाहिँ हामीले आइसिटी कन्सेप्टको त्यसमा पढ्छौँ। ट्रेडिङ स्ट्राटेजी टिएस भनेर राखौँ होइन। त्यो भनेको आइसिटी कन्सेप्टमा जुन चाहिँ 2-3 विक्स तपाईँहरूले यो कुराहरू पढ्नुहुन्छ। त्यसपछि रिस्क म्यानेजमेन्ट छ, रिस्क म्यानेजमेन्ट, अनि त्यसपछि साइकोलोजी राइट। लास्टमा आउँछ साइकोलोजी चाहिँ। र साइकोलोजी भनेको यो दुइटा कुरा राइट। यो दुइटा कुरामा जुन तपाईँले पढ्नु भएको छ अथवा जुन रुल्स बनाउनु भएको छ, यो दुइटा कुरालाई युज गरेर एउटा सिस्टम बनाइन्छ, ट्रेडिङ सिस्टम राइट। र त्यही ट्रेडिङ सिस्टममा तपाईँले बारम्बार बारम्बार गरेर रिपिटेडली विथाउट एनी रुल ब्रेक नगरिकन होइन, केही मिसम्यानेज नगरिकन राइट, विथ रुल फलो गरेर अथवा सिस्टममा राम्ररी फलो गरिदिनु भयो भने यु हेभ अ भेरी गुड साइकोलोजी भनेर बुझिन्छ। साइकोलोजी नै भनेको इन वान वर्ड भन्नुपर्दा ह्याभिङ अ गुड माइन्ड राइट, अथवा आफ्नो माइन्डलाई कन्ट्रोल गर्न सक्नु होइन। जुन रुल बनाउनु भएको छ त्यो रुललाई फलो गर्न सक्ने, त्यो भनेको चाहिँ तपाईँको साइकोलोजी राम्रो छ भन्ने बुझिन्छ। र ट्रेडिङ सिस्टम बनाउँदाखेरि पर्टिकुलर ट्रेड के हुन्छ वी डोन्ट नो राइट। ट्रेडिङ सिस्टम भनेको पनि इट्स जस्ट अ प्रोभाबिलिटी राइट। प्रोभाबिलिटी नै हो एट दि एन्ड ट्रेडिङ सिस्टममा पनि। आइसिटी कन्सेप्ट युज गर्ने राइट, रिटेल कन्सेप्ट युज गर्नु, इन्डिकेटर्स राइट, इलेट वेब जुन युज गरे पनि पर्टिकुलर ट्रेडमा अहिले हाल्दैछु एउटा ट्रेड, त्यो कुनै पनि कन्सेप्ट युज गरेर अथवा कुनै पनि सिस्टम तपाईँले फलो गर्नुभयो भने त्यो पर्टिकुलर ट्रेड के हुन्छ कसैलाई थाहा छैन राइट। नो वान नोज द्याट। कसैलाई पनि थाहा छैन। त्यो चाहिँ सिरिज अफ ट्रेड राइट, ओभर द लङ्गर पिरियड 20वटा 30वटा 40वटा एउटा एभरेज डाटा हेर्ने हो भन्दा चाहिँ 100वटा मिनिमम 100वटा ट्रेडमा चाहिँ यस्तो यस्तो हुनसक्छ भन्ने अन्दाजो लगाउन सकिन्छ राइट, त्यो डाटा हेरेर। तर पर्टिकुलर ट्रेडमा यो ट्रेड यस्तो हुन्छ, यो ट्रेड चाहिँ विनरै हुन्छ अथवा यो ट्रेड चाहिँ हार्न सक्छ भने वी डोन्ट नो। त्यो चाहिँ कसैलाई पनि थाहा हुँदैन। अथवा नेक्स्ट ट्रेड के हुन्छ, त्यसपछिको नेक्स्ट ट्रेड के हुन्छ वी डोन्ट नो। सिरिज अफ ट्रेडमा तपाईँको हेर्ने भने कसरी जान सक्छ भन्दाखेरि विनर होइन, अथवा लुजर, लुजर विनर, लुजर विनर, यो सिरिज अफ ट्रेड कसरी जान्छ नो वान नोज द्याट होइन। कसरी जान्छ भने नो वान नोज। तर लङ्गर टाइम फ्रेममा हेर्ने हो भने, लङ्गर टाइमको डाटा हेर्ने हो भने 20-25वटा 30वटामा हेर्ने हो भने त्यसको चाहिँ अन्दाजा मोटामोटी लगाउन सकिन्छ। तर एउटा दुइटा ट्रेडमा एउटा दुइटा त्यसमा चाहिँ लगाउन मिल्दैन, अलिकति गाह्रो हुन्छ त्यो चाहिँ। त्यो चाहिँ कसैले गर्न सक्दैन ट्रेडिङ सिस्टम। सो द्याट्स वाइ तपाईँको पर्टिकुलर ट्रेड के हुन्छ भन्ने थाहा छैन राइट। त्यो थाहा नभएको कारणले नै तपाईँहरूले के गर्नुहुन्छ भन्दा रिस्क म्यानेजमेन्ट गर्नुहुन्छ राइट। अब यो ट्रेड मलाई फर इक्जाम्पल यो ट्रेड विनर नै हुन्छ भने 100% ग्यारेन्टी भयो भने त रिस्क म्यानेजमेन्ट गर्नु पर्दैन थियो
होइन। ट्रेडिङ भनेको यो ट्रेड अथवा नेक्स्ट ट्रेड के हुन्छ, अनसर्टेनिटी छ। ट्रेडिङको गेम भनेको अनसर्टेन छ, होइन, अनसर्टेनिटी छ। सो तपाईँहरूको काम भनेको एज अ ट्रेडर अनसर्टेनिटीसँग डिल गर्नुपर्ने हुन्छ, राइट। अनसर्टेनिटीसँग अनसर्टेनिटीलाई ह्यान्डल गर्नुपर्ने हुन्छ, त्यसलाई म्यानेज गर्नुपर्ने हुन्छ। सो हरेक ट्रेड अनसर्टेन छ, राइट। आजको दिनको ट्रेड के हुन्छ, त्यसपछिको ट्रेड के हुन्छ, वी डन्ट नो। त्यो थाहा नभएको कारणले नै तपाईँले के गर्नुहुन्छ, रिस्कलाई म्यानेज गर्नुहुन्छ। त्यो पर्टिकुलर ट्रेडमा तपाईँले कति रिस्क हाल्ने त, बिकज त्यो ट्रेड नै अनसर्टेन छ। ट्रेड जब अनसर्टेन छ, त्यो अनसर्टेन भइसकेपछि तपाईँले सबैको सबै गरेर रिस्क त गर्न मिलेन पके पनि, राइट। इन केस तपाईँले जित्नु भयो भने त फेरि इट्स गुड, होइन। तर थाहा छैन नि त के हुन्छ भन्ने, अनसर्टेन छ। हार्नु भयो त फेरि गयो, राइट। सो द्याट्स वाइ तपाईँले पर्टिकुलर ट्रेडमै गएर अथवा पर्टिकुलर नेक्स्ट ट्रेडमा राइट, त्यसरी गरेर तपाईँले सबैको सबै रिस्क अथवा धेरै गरेर रिस्क गर्न मिल्दैन। तपाईँको काम भनेको जब ट्रेडिङ अनसर्टेन छ तपाईँले थाहा पाइसकेपछि, ट्रेडिङ अनसर्टेनिटी जब तपाईँले थाहा पाइसक्नुहुन्छ त्यतिखेर तपाईँले के गर्नुहुन्छ भन्दाखेरि अनसर्टेनिटीसँग डिल गर्नुहुन्छ र अनसर्टेनिटी जब हुन्छ तपाईँले पर्टिकुलर ट्रेडमा गएर यो ट्रेडमा के हुन्छ थाहा छैन, जब यो यसमा थाहा छैन, यसमा थाहा छैन, तर ओभर द सिरिज अफ ट्रेड चाहिँ थाहा छ के हुनसक्छ, राइट। भने अब यहाँनिर के गर्नुपर्ने हुन्छ, अनसर्टेनिटीसँग डिल गर्नको लागि तपाईँले रिस्कलाई म्यानेज गर्नुपर्ने हुन्छ। यो पर्टिकुलर ट्रेडमा म कति रिस्क हाल्छु त, होइन। त्यो रिस्क भनेको के हुनपर्छ, मिनिमम हुनपर्छ, सो द्याट तपाईँले चान्स बढिदिन्छ। फर इक्जाम्पल ट्रेडिङमा 100% क्यापिटल तपाईँको 10 लाख रुपियाँ छ फर इक्जाम्पल, अथवा 10,000 डलर छ भने त्यो 10,000 डलर सबै गरेर रिस्क गरिदिने, होइन। बिकज यो पर्टिकुलर ट्रेड तपाईँले हार्नु भने तपाईँ क्यापिटलै आउट भयो, त्यो भनेको तपाईँ ट्रेडिङको गेमबाट अथवा बिजनेसबाटै आउट हुनुभयो। यो भनेको बिजनेसै स्टार्ट गरे जस्तो हो। 10,000को इनिसियल यो के हो, लगानी हो जस्तो हो, राइट। कुनै पनि बिजनेसमा हुन्छ त, एक दिनमा म लगानी गर्छु अनि अर्को दिनमै डबल गरिदिइहाल्छु अथवा ट्रिपल गरिदिइहाल्छु अथवा एक महिनामै गरिदिइहाल्छु, राइट। हुँदैन नि त त्यो त, राइट। विथ टाइम विथ कम्पाउन्ड हुँदै जाने हो, राइट। एकैचोटि गर्न सकिँदैन, इट्स भेरी डिफिकल्ट। सो ट्रेडिङमा पनि तपाईँहरूले यसरी नै सोच्नुपर्ने हुन्छ। क्यापिटल छ भने ट्रेडिङ त अझै अनसर्टेनिटी हो। एनी बिजनेस इज अनसर्टेन, राइट, नट अन्ली ट्रेडिङ। जुनसुकै बिजनेस गरे पनि अनसर्टेनिटीसँग डिल गर्नुपर्ने हुन्छ। त्यो 100% सक्सेसफुल हुन्छ भने त लाइक नथिङ, होइन, केही पनि छैन त्यो संसारमा। सो त्यो ट्रेडिङमा त अझै अनसर्टेन छ, राइट। सिरिज अफ ट्रेड कहिले काहीँ के हुन्छ भन्दाखेरि सिरिज अफ ट्रेड तपाईँले हारिदिन सक्नुहुन्छ, राइट। लगातार 5-6वटा ट्रेड पनि हारिदिन सकिन्छ। सो त्यो जब हारिन्छ त्यतिखेर के हुन्छ भन्दाखेरि साइकोलोजी, एउटा दुइटा ट्रेड हार्दाखेरि त्यस्तो धेरै साइकोलोजिकल इफेक्ट पर्दैन, होइन। तपाईँको साइकोलोजी डाउन हुने अथवा साइकोलोजिकल इफेक्ट पर्ने सबभन्दा धेरै सुरुमा त ओभर ट्रेडिङ, रिभेन्ज ट्रेडिङ, होइन, तिनीहरूको पनि प्रब्लम हुन्छ नै, राइट। तिनीहरूको पनि प्रब्लमहरू धेरै देखिन्छ नै। ओभर ट्रेड गरेर गरिदिने, राइट। एकै दिनमा तपाईँको सबै बनाउन खोज्ने, फर इक्जाम्पल आजको दिन लस भयो, अब यो लसलाई म आजै रिकभर गर्छु। ट्रेडिङ सिस्टमै फलो नगरिदिने, अथवा ट्रेडिङ सिस्टमले चाहिँ दे भनेको छैन अथवा दिएको छैन, ट्रेड दिएको छैन, त्यही पनि गरेर हालिदिने, रिक्स गरेर थपिदिने। त्यस्तो टाइममा के हुन्छ भन्दा युआर ग्याम्लिङ, त्यो चाहिँ ट्रेडिङ भनिँदैन, राइट। ट्रेडिङ भनेको चाहिँ तपाईँको सिस्टम फलो गर्ने, रुल फलो गर्ने, राइट। पहिले थाहा हुन्छ कि के गर्ने के नगर्ने भनेर, त्यो अचानक गएर तपाईँले ट्रेड गर्न मिल्दैन, राइट। जस्ट गएर ट्रेड हालिदिने, राइट, विथाउट एनी प्लानिङ, विथाउट एनी प्रि प्लानिङहरू नबनाइकन तपाईँले गएर ट्रेड गरिदिन मिल्दैन। त्यो भनेको आफूलाई कन्ट्रोल गर्ने हो। आफूलाई कन्ट्रोल गर्न सकिएन भने ट्रेडिङमा त्यो गर्न सकिँदैन। चाहे तपाईँको ट्रेडिङ सिस्टम चाहिँ कति नै बवाल होस्, राइट, संसारको सबभन्दा बेस्टै ट्रेडिङ सिस्टम होस् र बेस्ट नै रिस्क म्यानेजमेन्ट राख्नुहोस्, यदि साइकोलोजी राम्रो छैन भने त्यो राम्रो गर्न सकिँदैन, एकाउन्ट ब्लो हुन्छ, होइन। धेरै ट्रेडरहरू देखेँ मैले, धेरै धेरै, राइट। अहिलेसम्म कति ट्रेडरहरू पढाएँ, कति ट्रेडर साथीहरू हुनुहुन्छ, दे आर ब्रिलियन्ट, होइन। ट्रेडिङ सिस्टममा ट्रेडिङ एनालाइसिस गर्ने बेला ब्रिलियन्टहरू छन्, राइट। मतलब एनालाइसिस गर्नलाई, राइट, कन्सेप्टहरू युज गर्नलाई त्यसमा विद्वान पनि छन्, राइट। अब 4-5 वर्षदेखि नै पढिरहेको पनि छन्। तर ट्रेडिङ सिस्टम इज नट अन्ली द वे टु बिकम प्रफिटेबली ल्याउन ट्रेडिङ सिस्टम अलोनले हेल्प गर्दैन, राइट। ट्रेडिङ सिस्टममा तपाईँ अलिकति राम्रो, रिस्क म्यानेजमेन्ट अलिकति राम्रो र साइकोलोजीमा तपाईँको बवाल छ भने, राइट, यो 100% हो भने 50%सम्म त, 50-60% त साइकोलोजीले खान्छ जस्तो लाग्छ मलाई चाहिँ। साइकोलोजी इट्स द्याट इम्पोर्टेन्ट। ट्रेडिङ सिस्टममा त्यस्तो धेरै प्रब्लम आउँदैन।
ट्रेडिङ सिस्टम एकचोटि जानिसकेपछि त्यसपछि ट्रेडिङ सिस्टममा चाहिँ तपाईँले बेसिकली यु निड टु रिजेक्ट, तपाईँ चाहिँ गुड रिजेक्टर हुनपर्छ भनिन्छ क्या। ट्रेडिङ सिस्टम तपाईँ जब बनाउनुहुन्छ एउटा रुल बनाउनुहुन्छ कतिखेर ट्रेड लिने कतिखेर ट्रेड नलिने। सो त्यतिखेर तपाईँले कुन चाहिँ गएर ट्रेड हाल्ने भन्दा पनि कुन चाहिँ ट्रेड नहाल्ने, राइट। यु हेभ टु बी अ भेरी गुड रिजेक्टर। रिजेक्टर हुनपर्छ, त्यो भनेको बेस्ट सेटअपहरू मात्र, राइट। हायर प्रोभाबिलिटी सेटअप्सहरू मात्र, त्यस्तो खालको सेटअपहरू लिन सकियो भने, र हायर प्रोभाबिलिटी सेटअप जतिखेर पनि बन्दैन, होइन। त्यो भनेको तपाईँहरूले कुर्न पर्ने हुन्छ, पेसेन्स चाहिन्छ। सो एकदम तपाईँले हायर डिमान्ड गर्नुहुन्छ प्राइस एक्सनबाट, जब अथवा ट्रेडिङ सिस्टम नै तपाईँले त्यसरी बनाउनुहुन्छ, त्यतिखेर प्रफिटेबिलिटीको आस अथवा प्रफिटेबिलिटी नजिक पुग्छ। जस्ट अ मिनट है। ट्रेडिङ सिस्टम भनेको फेरि सिम्पलभन्दा सिम्पल हुनपर्छ, राइट। इट सुड बी सो सिम्पल। ट्रेडिङ सिस्टम भनेको गाह्रो बनाउनु हुँदैन, राइट। तपाईँले भनेको एट द एन्ड ट्रेड लिने कि नलिने, कि मैले वेट गरेर बस्ने, राइट। लिएँ भने कार्ड लिन्छु, लिन भने किन लिँदिनँ, र लिन भने चाहिँ अब अथवा आज ट्रेडै गरिदिन भने किन गरिदिएन त, राइट। त्यो चाहिँ सिम्पल हुनु पऱ्यो, एकदम सिम्पल हुनु पऱ्यो। सिम्पल इन द सेन्स यति सिम्पल हुनु पऱ्यो कि जस्ट मिनट, सिम्पल पनि यति सिम्पल हुनु पऱ्यो कि बच्चाले पनि बुझ्न सकोस्, राइट। एउटा क्यालिफोर्नियामा क्यालिफोर्नियामा युएसमा क्यालिफोर्नियामा चाहिँ अन्टरप्रेन्योरको हब हो भने सिलिकन भ्याली हेर्ने हो भने संसारको खतरा खतरा जस्तै मेटा, एमाजोन, राइट। धेरै खतरा खतरा कम्पनीजहरू, एप्पल, होइन, धेरै जस्तो तिनीहरू क्यालिफोर्नियामै लोकेटेड छन्। र त्यहाँनिर एउटा अन्टरप्रेनरको हब भनिन्छ। अन्टरप्रेनरसिपमा हेर्ने हो भने सबभन्दा धेरै राम्रो राम्रो कम्पनीजहरू त्यहाँमै निस्केको छ। र त्यहाँनिर बिजनेस आइडिया पिच गर्ने बेलामा चाहिँ के भन्छ भन्दाखेरि, क्यान यु एक्सप्लेन युर बिजनेस आइडिया इन एक लाइन, अथवा एक लाइन, अथवा एकदम सिम्पली, एकदम साधारण भाषामा तपाईँले बुझाउन सक्नुहुन्छ कि हुँदैन। ट्रेडिङ सिस्टम भनेको पनि त्यस्तै नै साधारण हुनुपर्छ, एकदम इजी हुनपर्छ, राइट। कसैले कसैले ल भने तपाईँले ट्रेडिङ सिस्टम तपाईँको के हो भन्दा तपाईँले एक लाइनमा बुझाउनु पर्ने हुन्छ, अथवा एकदम सिम्पली बुझाउनु पर्ने हुन्छ, कि त्यो बच्चाले पनि बुझोस्, राइट। बच्चाले पनि बुझ्न सक्ने हुनु पऱ्यो, र बुढोले पनि बुझ्न सक्नु पर्ने हुन पऱ्यो। इट सुड बी द्याट सिम्पल। ट्रेडिङ सिस्टम त्यति सिम्पल भइसकेपछि तपाईँले एक्जिक्युसन गर्न, लाइभ मार्केटमा एक्जिक्युसन गर्न सजिलो हुन्छ। त्यो भएपछि स्टिल अलिअलि डाउट्सहरू त्यो त हुन्छ नै, राइट। बिकज ट्रेडिङ भनेको फुल अन कन्फिडेन्स हुन सक्ने, राइट। इट्स भेरी डिफिकल्ट। त्यो भनेको सर्ट एन्ड तलमाथि डाउट त हुन्छ, बट 80-90% अफ टाइम मात्र पनि तपाईँको राम्रो छ भने पनि यु क्यान बी अ गुड ट्रेडर, होइन। 100% अफ टाइम त कम्प्लिटली टिप अफ द टो हुन सक्ने भनेको इट्स भेरी डिफिकल्ट, राइट। त्यो भनेको थोरै भयो त अब ह्युमन इरर्सहरू त्यो त आउँछ नै, बट प्रयास चाहिँ के हुनुपर्छ भन्दाखेरि, म राम्रो गर्छु अथवा बेटर गर्छु भने ट्रेडिङ सिस्टममा चाहिँ, ट्रेडिङ सिस्टमलाई चाहिँ के गर्दै जानुपर्छ भन्दाखेरि रिफाइन गर्दै जानुपर्छ। विथ टाइम चाहिँ सुरु सुरुमा त तपाईँलाई धेरै देख्नुहुन्छ, बिगिनिङ फेजमा चाहिँ के लाग्छ भने यो पनि सेटअप हो जस्तो लाग्छ, त्यो पनि सेटअप हो जस्तो लाग्छ, गरेको गरै गरिदिउँ जस्तो लाग्छ, जुन पनि सेटअपै जस्तो लाग्छ, होइन। ट्रेड गरिरहँ जस्तो लाग्छ। ट्रेड धेरै देखिन्छ क्या सुरुमा चाहिँ। सुरुको फेजमा, इनिसियल फेजमा के हुन्छ भन्दाखेरि अलिकति एक्साइटमेन्ट पनि हुन्छ। मैले धेरै जसोमा त्यो हेरेको, हेर्दाखेरि पनि धेरै जसोमा भोग्दाखेरि पनि, मैले एक्सपिरियन्सबाट पनि के लाग्यो भन्दाखेरि सुरुमा एक्साइटमेन्ट धेरै हुन्छ, होइन। एक्साइटमेन्ट धेरै भएपछि धेरै देखिन्छ कि ट्रेड्सहरू, ट्रेड हालिदिउँ, होइन। जुन पनि ट्रेड देख्न थाल्छ, ट्रेडिङ जतिखेर पनि ट्रेडै गर्नु जस्तो लाग्छ। सो एक्साइटमेन्ट लेभल्सहरू, त्यो एक्स्ट्रा एक्साइटमेन्ट लेभल्सहरू, डोपामिन लेभल्सहरू अलिकति बढी हुन्छ, होइन। रस छुट्टै दिन्छ क्या सुरुमा। ट्रेड गर्ने बेलामा जित्यो भने के नै तपाईँको पाहाडै उखाडे जस्तो लाग्छ, होइन। र हार्यो भने चाहिँ तपाईँको दुनियाँ बित्या जस्तो लाग्छ सुरुमा चाहिँ। त्यो त्यो इमोसन्सहरू, किनकि किनकि त्यो एकदम बिगिनिङ फेज हुन्छ, राइट। स्टार्टिङ फेज हुन्छ, तर स्टार्टिङ फेजमा त्यो कुराहरू तपाईँले भोग्नु नै भएको हुँदैन, होइन। त्यो कुरालाई कसरी कन्ट्रोल गर्ने, त्यो कुरालाई कसरी रेगुलेट गर्ने, त्यो चिजहरू थाहा हुँदैन ब्रेनलाई। सो त्यो कुराहरूलाई चाहिँ सुरु बिस्तारै बिस्तारै गरेर चाहिँ लिमिट गर्दै जानुपर्ने हुन्छ, राइट। एउटा दुइटा लस खाएपछि, एउटा दुइटा एकाउन्ट उडिसकेपछि बल्ल त्यो रियलाइज हुन्छ कि यस्तो हो भनेर, राइट। लड्न त स्योर लडिन्छ, लड्दै नलडी गर्न सक्ने भनेको त्यो भनेको कोही पनि हुँदैन, होइन। बिना लडी, बिना एकाउन्ट नउडाई,
होइन, लस नखाई कसैले पनि सिक्दैन थियो त्यसरी चाहिँ। सुरु सुरुको फेजमा त्यो हुन्छ नि, तर त्यो फेजबाट चाहिँ कसैले चाहिँ उब्रिन सक्छ त, अथवा त्यो फेजबाट चाहिँ कसले चाहिँ राम्रो गर्न सक्छ त, अथवा त्यो फेज आइसकेपछि पनि को चाहिँ स्टिक टु भएर बस्न सक्छ त, त्यो हो रियल च्यालेन्ज होइन। र ट्रेडिङ भनेको इट्स लाइक म्याराथन, म्याराथन हो यो चाहिँ एकदम लङ टर्म सोच। ट्रेडिङ हुन सर्ट टर्म हो राइट, गर्ने सर्ट टर्ममा हो हामीले एक दिन दुई दिन तिन दिन त्यसमै एक्जिट भइसक्छौँ होइन। स्विङ ट्रेडिङ गरे पनि 1 विकभित्र एक्जिट भइसक्छौँ, बट सोच्ने पिएनएल स्टेटमेन्ट हेर्ने हो भने, अथवा पिएनएल स्टेटमेन्ट तपाईँले लङ टर्मको लागि तपाईँले त्यो गर्ने हो भने लङ टर्म सोच्नु पर्ने हुन्छ। पिएनएल स्टेटमेन्टहरू हेर्ने भनेको एक दिन दुई दिन होइन, एक हप्ता दुई हप्ता त्यसरी होइन, लाइक मन्थली क्वार्टरली त्यसरी हेर्न पर्ने हुन्छ। त्यसमा चाहिँ तपाईँको पर्फर्मेन्स कस्तो भयो है, पिएनएल भन्दा पनि तपाईँको पर्फर्मेन्स कस्तो छ। तपाईँले रुल्स फलो गर्दै हुनुहुन्छ भने, तपाईँले राम्ररी गर्दै हुनुहुन्छ भने विथाउट एनी ब्रेकिङ एनी रुल्स, अथवा लिमिटेड त्यो कम्प्लिटली 100% त तपाईँको त्यो हुँदैन, इवन इयर्सहरू त अलिअलि भइ नै हाल्छ, बट लिमिट गरेर कम गर्नुभएको छ 89% टाइम पनि गर्नुभएको छ, अथवा तपाईँ सुरुमा त ब्रेक इभन ट्रेडर हुनुहुन्छ भने पनि इट्स भेरी गुड होइन। सुरुमा त तपाईँ त ब्रेक इभनमा मात्र हुनुहुन्छ भने पनि युआर डुइङ भेरी गुड भनेर बुझ्नुपर्छ। सुरुमै एकैचोटिमा उखाडिदिन्छु भने कोही पनि हुँदैन होइन। त्यो भनेको प्रायर एक्सपिरियन्स कसैको छ भने त्यसो गर्छ राइट। एकैचोटि सुरुमा आउँछु र म ट्रेडिङमा खतरा भइहाल्छु भन्ने त्यो कोही पनि हुँदैन संसारमा। अब रियर ब्रेडहरू होला नि कोही राइट, लाखौँमा एक, बट मोस्टलीको एउटा एभरेज टाइम फ्रेम हेर्ने हो भने मोस्टली लडेरै सिक्ने हो होइन, लडेरै सिकिन्छ त्यो चाहिँ। र ट्रेडिङ सिस्टम भनेको मैले भनि नै हालेँ, इट्स सुड बी द्याट सिम्पल। यति सिम्पल हुन पऱ्यो कि तपाईँले एक्जिक्युसन गर्ने बेलामा र यो ट्रेडिङ सिस्टम इजी बनाउनको लागि, ट्रेडिङ सिस्टमलाई लाइभ मार्केटमा एक्जिक्युसन गर्नको लागि, एक्जिक्युसन गर्ने बेलामा चाहिँ एकदम इजी बनाउनको लागि तपाईँको रेपिटेटिभली तपाईँले गरिसक्नु पर्ने हुन्छ। त्यो त्यसलाई यतिचोटि हेरिसक्नु पऱ्यो कि, यतिचोटि हेरिसक्नु पऱ्यो, त्यो प्र्याक्टिस नै यतिचोटि गरिसक्नु पऱ्यो कि, त्यही एउटा कुरालाई कि तपाईँलाई लाइभ मार्केटमा एक्जिक्युसन गर्ने बेला अलिकति फियर नहोस् राइट। जब रिपिटेडली तपाईँले प्र्याक्टिस गर्नु हुँदैन, जस्तै यो कस्तो हो भन्दा, जस्तै स्कुल टाइममा राइट, स्कुल टाइममा एक्जाम दिने बेलामा कतिचोटि गउँथ्यौँ त हामीले, अथवा त्यो कतिचोटि रिपिट गर्थ्यौँ त होइन। त्यो जतिचोटि धेरै रिपिट गऱ्यो त्यति राम्रो एक्जाम जान्थ्यो नि होइन। र अथवा अनप्रिपेयर भएर तपाईँले एक्जाम दिन जानुभयो भने के हुन्छ त्यतिखेर, चान्सेस आर भेरी हाई कि तपाईँको बिग्रिन्छ होइन। सो रिपिटेडली गरिएको छ प्र्याक्टिस भने त्यसलाई गरे लाइभ मार्केटमा एक्जिक्युसन गर्न पनि इजी हुन्छ। इट्स सेम लाइक स्कुल टाइम राइट। साइकोलोजी त एड गर्न पर्ने हुन्छ, बट ट्रेडिङ सिस्टमको मात्र कुरा गर्ने पर्दा एउटै कुरालाई तपाईँले रिपिटेडली गर्न पर्ने हुन्छ। रिपिटेडली तपाईँले जति धेरै गर्नुभयो तपाईँको कन्फिडेन्स त्यति लेभल हाई हुन्छ राइट। तपाईँले जतिचोटि धेरै प्र्याक्टिस गर्नुभयो अथवा जतिचोटि तपाईँले रिपिटेडली एक्जिक्युट गरिसक्नु भएको छ, डेमोमा होस् अथवा त्यसलाई हेर्दा 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 तपाईँको ब्रेनलाई यतिचोटि रिपिट भइसक्छ कि त्यो अटो मोडमा जान्छ राइट। त्यो भनेको तपाईँले ट्रेडिङ सिस्टमलाई इजी बनाउनुको लागि तपाईँले त्यो रिपिटेडली गर्नै पर्ने हुन्छ। त्यसको अर्को सोल्युसन छैन होइन, अर्को सोल्युसन तपाईँले पाउनु हुँदैन, त्यो भनेको रिपिटेडली गर्नै पर्ने हुन्छ। त्यो नगरी ट्रेडिङ सिस्टम राम्रो अथवा एकदम क्लियर कन्साइज राइट, राम्रो त्यो भनेको इजिली तपाईँले एप्लाई गर्न सक्ने भनेको त्यसरी गर्न सक्नु हुँदैन। रिपिटेडली यदि गर्नु भएन भने त्यो स्टिल कन्फ्युजन नै हुन्छ। त्यो भनेको रिपिटेडली एउटै कुरा गरिरहनु पऱ्यो। र र एउटा ट्रेनिङ सिस्टम तपाईँले फलो गरिसकेपछि एउटा कन्सेप्टमा बसिसकेपछि अर्को कन्सेप्ट गएर युज गर्ने होइन। त्यो अर्को कन्सेप्ट गरेर युज गरिदिनु भने त्यो मिक्स म्याक्स हुन गयो, त्यो भनेको ब्रेन कन्फ्युज हुन थाल्छ अब राइट। यो पनि युज गरिदिन्छु त्यो पनि युज गरिदिन्छु भन्ने तपाईँले गरिदिनु भयो भने ब्रेन के हुन थाल्छ, कन्फ्युज हुन थाल्छ, तपाईँको एक्जिक्युसनै गर्न सक्दैन। त्यो भनेको एउटा मान्छे डक्टर पनि हुन्छ र इन्जिनियर पनि हुन्छ, पाइलट पनि हुन्छु होइन, डिफ्रेन्ट डिफ्रेन्ट प्रोफेसन त्यो गर्छु राइट। यो ट्रेडिङमा पनि त्यही हो, डिफ्रेन्ट डिफ्रेन्ट कुरा गर्न थाल्छु, डिफ्रेन्ट डिफ्रेन्ट कन्सेप्टहरू युज गर्न थाल्छु होइन। यो पनि गर्छु त्यो पनि गर्छु, त्यो सबै गरेर अनि बल्ल प्रफिटेबल हुन्छु जस्तो लाग्छ सुरुमा, बट इट्स नट लाइक द्याट। सो गर्न पर्ने भनेको एउटा कन्सेप्ट पिक गरिसकेपछि त्यसमै स्टिक टु भएर बस्न पर्ने हुन्छ। कन्सेप्ट जुन पनि सेम हो, कन्सेप्टमा जुन युज गरे पनि तपाईँले त्यसमा चाहिँ एकदम क्लियरली रिपिटेडली धेरैचोटि गरिसक्नु पर्ने हुन्छ। त्यो कुनै पनि कन्सेप्टलाई क्लियर गर्ने बेलामा, कुनै पनि कन्सेप्टलाई रिपिटेडली तपाईँले इजिली एप्लाई गर्नको लागि लाइभ मार्केटमा यु हेभ टु डु इट रिपिटेडली, रिपिटेडली गर्न पर्ने हुन्छ। रिपिटेडली जबसम्म गर्नु हुँदैन
तबसम्म ब्रेन युज टु नै हुँदैन होइन। र यो ट्रेडिङ सिस्टम पनि एप्लाई गर्नको लागि अभियसली ब्याक टेस्टहरू गर्न मिल्यो होइन। लाइभ मार्केटमा अब एक्जिक्युसन जबसम्म गर्दैन तबसम्म त त्यो कन्फिडेन्सहरू त आउँदैन, साइकोलोजिकल कन्सेप्ट, साइकोलोजिकल स्ट्रेन्थ त तपाईँको राम्रो हुँदैन। लाइभ मार्केटमै हो, इमोसन्सलाई फिल गर्नै पर्ने हुन्छ। बट कन्सेप्टलाई क्लियर बनाउन चाहिँ रिपिटेडली गरेर डेमो एकाउन्टहरूमा पेपर ट्रेडिङमा तपाईँले ब्याक टेस्टिङहरू गर्न मिल्यो, ब्याक टेस्टिङहरू गर्न मिल्यो। ब्याक टेस्टिङहरू गरिसकेपछि त्यसपछि त्यो ब्याक टेस्टिङ भनेको चाहिँ कस्तो हो भन्दा इट्स जस्ट लाइक एउटा एथलिट चाहिँ त्यो गरेर आएको छ, नेट्समा प्र्याक्टिस गरेर आएको छ। अर एउटा फुटबलर अथवा क्रिकेटर होइन, क्रिकेटर नेट्समा प्र्याक्टिस गरेर आएको छ भने त्यो भनेको हि गोज एन्ड फोकसेस अन म लाइभ मार्केटमा के गर्छु, अथवा यो भएपछि यो गर्छु, यो भएपछि यो गर्छु भने पहिले प्रि प्लानिङहरू हुन्छ, राइट, यसरी खेल्छु। त्यसरी नै ट्रेडिङमा पनि एज अ ट्रेडर ब्याक टेस्टिङ भनेको यो भएपछि मात्रै यो गर्छु, होइन, पहिल्यैदेखि प्रि प्लानिङ र माइन्डलाई रिपिटेडली तपाईँले सोचाउनुहुन्छ अथवा हेर्नुहुन्छ। यतिचोटि हेर्नुहुन्छ कि सो द्याट तपाईँलाई लाइभ मार्केटमा गइसकेपछि ओह यो हो भनेर तपाईँलाई रिपिटेडली तपाईँको अटो मोडमा त्यो भइहाल्छ, यो गर्नुपर्छ भनेर। बिकज तपाईँले रिपिटेडली त्यो धेरैचोटि गरिसक्नुभयो। रिपिटेडली जब एकैचोटि गरिसक्नुहुन्छ त धेरैचोटि गरिसक्नुहुन्छ, इट विल बी इजी फर यु एक्जिक्युसन गर्ने बेलामा कन्फिडेन्स आउँछ ट्रेडिङ सिस्टममा। र रिस्क म्यानेजमेन्टलाई हेर्ने हो भने अब हामीले कन्भेन्सनल रिस्क म्यानेजमेन्ट चाहिँ हामीले कति राख्छौँ भन्दाखेरि 0.5% हो। 0.5% भनेको हाम्रो कन्भेन्सनल अथवा स्ट्यान्डर्ड रिस्क हो। प्लटफर्महरूमा प्लटफर्महरूमा चाहिँ तपाईँको 1% रिस्क र एज अ ट्रेडर यु निड टु बी बोथ एग्रेसिभ एज वेल। एग्रेसिभ पनि हुनपर्छ, यो होइन कि तपाईँको कन्जर्भेटिभ मात्रै रिस्क राख्ने होइन। एग्रेसिभ रिस्क हाल्ने पनि समय आउँछ र डिफेन्स गर्न पनि समय आउँछ। एज अ ट्रेडर, एज अ एज अ ट्रेडर तपाईँले तिनवटा स्किल हुनु पऱ्यो, राइट। ट्रेडिङ सिस्टम त्यो भनेको ट्रेड हाल्ने कि नहाल्ने, राइट, हाल्ने भने किन हाल्ने र हाल्ने भने किन नहाल्ने, राइट। त्यसको त्यो हो, त्यो चाहिँ होइन, त्यो चाहिँ कन्सेप्ट थाहा पाउनुहुन्छ। र रिस्क म्यानेजमेन्ट भनेको एज अ ट्रेडर इफ यु आर नट एग्रेसिभ यु विल नट मेक मनी, र इफ यु आर नट डिफेन्सिभ यु विल नट किप मनी, होइन। दुइटै स्किल सेट चाहिन्छ। डिफेन्स गर्न सकिएन भने पैसा बच्दैन, राइट, क्यापिटल बच्दैन। र डिफेन्स गर्न सकिएन भने सरी एग्रेसिभ जान सकिएन भने पैसा बन्दैन। यहाँनिर हामीलाई पैसा बनाउनु पनि छ र यहाँनिर पैसा बचाउनु पनि छ, क्यापिटललाई बचाएर पनि राख्नु छ। किनकि क्यापिटल बचेन भने त फेरि पैसा बनेन, राइट। सो दुइटै स्किल सेट हुनपर्छ एज अ ट्रेडर। सो यसमा एसिमेट्रिक बेटहरू पनि भनिन्छ। त्यो भनेको तपाईँको एकाउन्ट ब्रेक इभनभन्दा माथि माथि पुगेको छ भने त्यहाँनिर गएर अलिकति रिस्क बढाउनु मिल्छ। बिकज पर्फर्ममा चाहिँ युनिट टु पास द एकाउन्ट एज वेल, होइन। एकाउन्ट जबसम्म पास गर्नु हुँदैन तबसम्म त पे आउट अथवा त्यो प्रफिट निकालेर पनि त्यो फाइदा छैन। बिकज पे आउट निकाल्नको लागि त पैसा निकाल्नको लागि त तपाईँले त्यो नै गर्नुपर्ने हुन्छ, फन्डेड नै हुनपर्ने हुन्छ, राइट। फन्डेड हुनको लागि, किनकि रिस्क म्यानेजमेन्ट त्यहाँनिर 8%को हुन्छ, राइट, प्रफिट टार्गेटहरू। त्यो प्रफिट टार्गेट्सहरू 8%को हुने क्रममा 8%को निकाल्नको लागि युनिटी बी एग्रेसिभ एज वेल। त्यो तपाईँले डिफेन्सिभ मात्र गरेर अलिकति टाइम लाग्न सक्छ, राइट। त्यो टाइम कति बिताउने त एज अ ट्रेडर, राइट, त्यो सुरुमै फिगर आउट गर्न सक्नु पर्ने हुन्छ कि आम आई हेयर फर लङ टर्म, राइट। फेजमा चाहिँ म कति समय बिताउँछु, यति यति टाइम बिताउँछु भने म फाइन छु कि छैन, होइन। त्यो टाइम बिताउँदाखेरि आम आई फाइन विथ द्याट अर नट, होइन। कोही कोहीले अलिकति चाँडो पास गर्न खोज्नुहुन्छ, कोही कोहीले अलिकति ढिलै लगाएको पनि गर्नुहुन्छ। द्याट डिपेन्ड्स अपन द ट्रेडर, ट्रेडरको बिहेभियर कस्तो छ, अथवा उसले त्यो कुराहरू धान्न सक्छ कि सक्दैन, धेरै समयसम्म टाइम लगाएर पनि पास गर्न सक्छ कि सक्दैन, अथवा उसँग पेसेन्स लेभलहरू कतिको छ। दुइटै कुरा राम्रो हो, होइन। टाइम लगाएर गर्नु पनि ठिक हो र अलिकति एग्रेसिभ भएर युज गर्नु पनि इट्स फाइन, होइन। अन्टिल अनलेस उसले ग्याम्लिङ गरेको छैन। प्रि प्लानिङ गरेर गरेको छ भने इट्स गुड। विथाउट एनी प्रि प्लान गरेको छैन भने फेरि द्याट्स अ ग्याम्लिङ, होइन। सो कोही कोहीले अब डिफेन्सिभ मोडलहरू पनि युज गर्नु चाहिँ भनेको कन्जर्भेटिभली बिस्तारै 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 मात्र पास गर्न खोज्नुहुन्छ। त्यो भनेको क्रल गरेर भयो। फन्डेड भइसकेपछि त त्यसपछि त क्रलै गर्ने हो, बिस्तारै नै गर्ने हो। तर फन्डेड हुनुभन्दा अगाडि चाहिँ यु निड टु क्रल, क्रल गरेर गर्ने हो। र सर्टेन रिस्क पर्सेन्टेज अथवा एग्रेसिभ बनाउने कतिखेर बनाउने हो भन्दा अलिकति बफर जोनहरू पुगेपछि, त्यो भनेको अगाडि बफर जोनहरूको बारेमा अगाडि हामी डिस्कसन गर्छौँ। जस्ट अ मिनट है।
बफर जोनहरूको बारे हामीले बिस्तारै डिस्कसन गर्छौँ। त्यो बफर जोनहरू भनेको त्यो भनेको एग्रेसिभ रिस्क मोडलमा आउँछ। एग्रेसिभ रिस्क मोडल इन द सेन्स कतिखेर गएर एग्रेसिभ हुने त, होइन कतिखेर गएर रिस्क बढाउने त, रिस्क गरेर कतिखेर बढाउने, सो द्याट रिस्क बढाउने बेलामा चाहिँ हायर प्रायोरिटी सेटअप छ कि छैन पनि, राइट। त्यहाँनिर रिस्क एग्रेसिभ जाने बेलामा चाहिँ तपाईँको युनिट क्यालकुलेट त्यतिखेर ट्रेडिङ तपाईँले दिएको सेटअप अथवा जुन सेटअप लिइराख्नु भएको छ त्यो हायर प्रायोरिटी छ कि छैन, अरू कम्प्लिट रुल्समा छ कि छैन, राइट। त्यो भनेको आफ्नो डाटाले पनि देखाउँछ, आफ्नो रिपिटेडली तपाईँले मोडल एक्जिक्युट गर्नुभयो भने त्यतिखेर अब त्यसको कुराले पनि देखाउँछ। सो त्यो कुरा भनेको त्यो कुरा भनेको तपाईँले रिपिटेडली गर्नुभयो भने बल्ल थाहा हुन्छ। र यो डाटाले पनि राइट रिपिटेडली गरिसकेपछि पनि कतिखेर मैले चाहिँ गएर कुन चाहिँ सेटअपमा गएर मैले अलिकति रिस्क बढाउने त, होइन त्यतिखेरसम्म चाहिँ वेट गर्न पर्ने हुन्छ, वेटिङ गेम हो। र डिफेन्सिभ हुने बेलामा चाहिँ के हुनपर्छ भन्दाखेरि त्यो एकाउन्ट बचाउने, त्यो जस्तै कहिले काहीँ त एकाउन्ट त ड्रडाउन लेभलसम्म पनि जान सक्छ, राइट नेगेटिभ लेभलसम्म पनि धेरै जान सक्छ, होइन ठुलो ठुलो ड्रडाउन्सहरू आएको हुन्छ, कहिले काहीँ 6-7 वटा 8 वटा लस पनि खाइन्छ, होइन त्यो टाइमहरूमा तपाईँले आफूलाई अब 6-7 वटा लस लगातार खाएको छ, अब त्यतिखेर गएर रिस्क बढाएर त भएन पक्कै पनि, होइन त्यतिखेर गएर रिस्क बढाउने भन्दा पनि रिस्कलाई घटाउनेतिर लाग्नु पऱ्यो, होइन बढाउनु त भएन, बिकज बढाउनु भयो भने त के भयो त रिस्क बढाइयो भने त भएको एसलेट हुन थाल्छ, झन् ड्रडाउन लेभल्सहरू यदि इनकेस हारियो भने त के हुन थाल्छ, एकाउन्ट झन् डिप ड्रडाउन जानुपर्ने हुन्छ। सो एज अ प्लेयर डिफेन्सिभ चाहिँ कतिखेर खेल्ने हो भन्दा जब एकाउन्टहरू ड्रडाउन लेभलसहरूमा राम्रै ड्रडाउन लेभलमा गइसकेको छ, है त्यो अकाउन्ट बचाउनको लागि भए पनि डिफेन्स खेल्नै पर्ने हुन्छ त्यतिखेर। डिफेन्स खेलिएन भने डिफेन्स खेलिएन भने एकाउन्टहरू बचाउनको लागि डिफेन्स खेल्नै पर्ने हुन्छ, र एकाउन्टहरू अप गराउनलाई पास गराउनलाई एग्रेसिभ पनि खेल्नै पर्ने हुन्छ। एग्रेसिभ खेलेन भने एकाउन्टबाट पैसा बन्द पनि बन्दैन, होइन डिफिकल्ट हुन्छ आई मिन पास गर्न। सो रिस्क म्यानेजमेन्ट तपाईँहरू त्यो कुराहरू सिक्नुहुन्छ। र साइकोलोजी भनेको यो दुइटा सिस्टम तपाईँले रिपिटेडली जुन कुरा तपाईँले गर्नुभएको छ यो भएपछि यो गर्ने र यो भएपछि यो नगर्ने, कतिखेर यो नगर्ने अरू कतिखेर यो गर्ने, त्यो कुरा तपाईँले ट्रेडिङ सिस्टम अथवा ट्रेडिङ स्ट्राटेजीमा लेख्नुहुन्छ। रिस्क म्यानेजर भनेको कतिखेर एग्रेसिभ हुने, कतिखेर डिफेन्सिभ हुने, कति पर्सेन्ट रिस्क गर्ने, होइन यो दुइटाको राम्रो मिश्रणले नै राम्रो साइकोलोजी भन्ने हो। साइकोलोजी राम्रो बनाउनको लागि यो दुइटा कुराको मिश्रण हुनैपर्छ, होइन ट्रेडिङ सिस्टम पनि राम्रो राम्रो हुनु पऱ्यो, ट्रेडिङ सिस्टम पनि राम्रो हुनु पऱ्यो, रिस्क म्यानेजमेन्ट पनि राम्रो हुनु पऱ्यो, त्यो दुइटै राम्रो हुनपर्छ। र यो दुइटै कुरालाई राम्ररी एक्जिक्युसन गर्नु पऱ्यो पक्कै पनि, राइट लाइभ मार्केटमा गऱ्यो। अब ब्याक टेस्ट गर्दाखेरि त यो दुइटालाई राम्ररी गर्न सकिन्छ, राइट गर्छ मान्छेले, बट लाइभ मार्केटमा जब आउँछ त्यसपछि के हुन थाल्छ, एउटा कुरा छ हाम्रो ह्युमन नेचरमा, त्यो कुरालाई बिट गर्न के छ गाह्रो छ। त्यो भनेको के हो भन्दाखेरि इमोसन्स, ह्युमन इमोसन्सलाई, बिकज हाम्रो नेचरमै के छ भन्दाखेरि ह्युमन इमोसन्समा जब पैसा देखिन्छ त्यतिखेर के हुन्छ भन्दाखेरि मान्छेको दिमाग हल्लिन्छ अथवा इमोसन्सलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ। बिकज यहाँनिर ट्रेडिङमा हेर्ने हो भने यु निड टु डिल विथ त्यो पिएनएलसँग डिल गर्नुहुन्छ नि एट द एन्ड, राइट पिएनएलसँग डिल गर्नुहुन्छ। त्यो पिएनएलसँग डिल गर्ने बेलामा पिएनएलसँग डिल गर्ने बेलामा के हुन्छ, साइकोलोजी अथवा इमोसन्स रेगुलेट हुँदैन, होइन कहिलेकाहीँ के हुन्छ भन्दा अलिकतिले स्टप लस हानेर अनि त्यसपछि टिभीतिर गइदिन्छ, कहिले कुनै कुनै बेलामा तपाईँले फिलै गरिदिँदैन, अरू तपाईँलाई ट्रेड हाल्नु भएको थियो ट्रेड यहाँ, तर अलिकति माथिबाटै भएको थियो मार्केट, राइट बाई गर्न राख्नु भएको थियो, तर बाई गर्न राख्नु भएको थियो, तर तपाईँले नलिकन माथि भएको थियो, राइट कहिलेकाहीँ थोरैले स्टप लस हानिदिन्छ अनि कति भागिदिन्छ, होइन कहिलेकाहीँ ट्रेड सेटअप त दिएको हुन्छ तर कन्फिडेन्टली एक्जिक्युट गरिदिँदैन। धेरै खालको इमोसन्सहरू हुन्छ, कहिले स्टप लस हानिदिन मन लाग्ला, कहिले टिपी सारिदिन मन लाग्ला, कहिलेकाहीँ हुन चाहिँ रुल त थियो यो अलिकति यहाँ राख्ने भन्ने, तर हानेर के रुल थियो सेल लिमिटमा गर्ने अथवा बाई लिमिट गर्ने थियो तर मार्केट अर्डरमै हानिदियो, राइट फोमो भइदिन सक्छ कहिलेकाहीँ, होइन छोडिदिन्छ कि मार्केटले मलाई, अथवा मार्केट छोडेर मलाई गइदिन्छ कि माथितिर बाई गर्नलाई हेर्नु भएको छ, मार्केटले छोडेर मलाई छोडेर गइदिन्छ कि, अथवा मिस आउट जस्तो फिल हुनसक्छ कहिलेकाहीँ, कहिलेकाहीँ फेयरफुलतिर गइन सकिन्छ, फेयरफुल भएर
तपाईँले ट्रेडिङ नदिँदैन सक्नुहुन्छ होइन। कन्फिडेन्ट आइदिँदैन कहिलेकाहीँ, राइट। कहिलेकाहीँ ग्रिडी धेरै भइन्छ। बिकज यो सबै इमोसन्स के हो त, यो सबै इमोसन्स तपाईँभित्र छ, राइट। ट्रेडिङले त यस्तो भनिन्छ कि तपाईँले जीवनमा नदेखेको इमोसन पनि देख्न पर्ने हुन्छ। यस्तो ट्रिगर पोइन्ट ल्याइदिन्छ यो ट्रेडिङले, राइट। अहिलेसम्म जुन 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 इमोसन देख्नु भएको छैन अथवा जे जे कुरा फिल गर्नु भएको छैन, ट्रेडिङले एक्चुअलमा भन्ने हो भने तपाईँको वास्तविकता तपाईँ के हो त भन्ने देखाइदिन्छ, राइट। अब जसले यो लाइभ रिडिङ गरेको छन् उसले बुझ्छन्, राइट। लाइभ रिडिङ गरेपछि यो कुराहरू तपाईँले बुझ्नुहुन्छ, यो के भन्दैछु मैले भनेर, होइन। मान्छेको वास्तविकता, राइट, उसको रियालिटी के हो त, उस रियलमा उसको त्यो के छ त, राइट। रियालिटीमा ऊ कस्तो खालको मान्छे हो त, उसको उहाँ भएको इमोसन्सहरू सबै देखाइदिन्छ यसले, राइट। इमोसन्स तपाईँले तपाईँमा नभएको इमोसन्सहरू पनि इभेन ट्रिगर गराइदिन सक्छ। यो भनेको राम्रो मान्छे पनि बनिन सक्छ, नराम्रो मान्छे पनि बनिन सक्छ यसले, राइट। सो बिकज यसले के देखाउँछ भन्दाखेरि ह्युमन इमोसनसँग कनेक्टेड छ हाम्रो। ट्रेडिङ भनेको चिज ह्युमन इमोसनसँग कनेक्टेड छ, र हाम्रो ब्रेन भनेको एउटा तरिकाले वायर्ड छ, राइट। एउटा तरिकाले वायर्ड छ, त्यो भनेको पैसा कमाउनु पर्छ, राइट। वी निड टु गेट मनी, होइन, पैसा जसरी पनि कमाउनै पर्यो। त्यो खालको माइन्डसेट हुन्छ। त्यो भनेको ट्रेडिङमा त अब टु मच प्रेसर दिनुभयो भने, टु मच तपाईँले पुस गर्न खोज्नु भयो भने इट विल नट वर्क। त्यो भनेको तपाईँले रिल्याक्स भएर, शान्त भएर बिस्तारै बिस्तारै गर्नुपर्ने हुन्छ। तपाईँले एकैचोटि गर्न खोज्नु भयो भने यु विल नट मेक इट। त्यो भनेको तपाईँले आफ्नो ह्युमन इमोसन्सको अगेन्स्टमा गएर खेल्न पर्ने हुन्छ। ह्युमन इमोसन्सको अगेन्स्टमा गएर जुन खालको तपाईँको ब्रेनको वायरिङ छ, अथवा जुन खालको तपाईँको हाम्रो ब्रेनको वायरिङ हुन्छ, तपाईँले सबैले यो चाहिँ नट मैले अरू कसैले, सबैले तपाईँले नेचुरली कसैको पनि साइकोलोजी राम्रो हुँदैन एज अ ट्रेडर। ट्रेडर हेर्ने हो भने सबैले गएर त्यो नै गर्ने हो। सबैले आफैलाई गएर बदल्ने नै हो त्यहाँ गएर। आफ्नो ट्रेडिङ साइकोलोजी अथवा ह्युमन इमोसन्सलाई गएर लिमिट नै गर्ने हो। कसैको पनि ल जन्मजातै तपाईँको राम्रो ट्रेडरबाट जन्मिँदैन। ट्रेडिङ गर्न आयो अनि उसको चाहिँ साइकोलोजी बवाल भइदिने त्यो कसैको पनि हुँदैन। त्यो भनेको त्यो मार्केटले हम्बल गरिदिन्छ नै। सुरु सुरुमा खतरा जस्तो लाग्छ आफू, मलाई पनि लाग्थ्यो म चाहिँ खतरा ट्रेडर हो जस्तो, बट रियालिटी देखाइदिन्छ कि मार्केटले को हो भनेर, होइन। सो मार्केटभन्दा खतरा कोही छैन। त्यो भनेको मार्केटलाई गएर जित्न खोज्ने भन्दा पनि आफूलाई जित्ने हो यहाँ चाहिँ। तपाईँले आफूलाई, आफ्नो ब्रेनलाई, आफ्नो ह्युमन इमोसन्सलाई, आफ्नो कन्ट्रोललाई, सो अब ह्युमन इमोसन्सहरूलाई कन्ट्रोल गर्ने बेलामा अब एउटा त रुल्सलाई फलो गर्नुपर्छ भन्ने भयो, बट त्यसलाई कसरी रेगुलेट गर्ने त, बिकज लाइभ मार्केटमा आउने बेलामा त ट्रिगर हुन्छ इमोसन्सहरू, यो नगर्ने, यो गर्ने, अथवा नगर्ने कुरा पनि गर्न मन लाग्ला, रुल्सहरू ब्रेक गर्न मन लाग्ला। अब जब त्यो ट्रिगर हुन्छ, त्यो ट्रिगर हुन साथ तपाईँले गएर क्लिक गर्नु भएन बेसिकली, राइट। त्यो नराम्रो कुरा हो भने, अथवा त्यो त्यो त्यो, तपाईँले गर्नु हुँदैन अथवा गर्नु हुँदैन भने थाहा छ तपाईँलाई भने त्यो गरेर तपाईँले गर्नु भएन बेसिकली। गर्नु चाहिँ भएन, राइट। गरिदिनु भयो भने चाहिँ मिस्टेक भयो, राइट। गर्नु भएन। त्यो नगर्नको लागि भने तपाईँले कसरी रेगुलेट गर्नुहुन्छ भने त्यो रेगुलेट गर्नको लागि पनि डिफ्रेन्ट डिफ्रेन्ट ट्रिक्सहरू छ। आफूलाई रोक्नलाई आफ्नो सास रोकेर हुन्छ कि, राइट, कम्प्युटरलाई क्लोज गरेर हुन्छ कि, होइन, आफूलाई ट्रेडिङ स्क्रिनबाट हटाएर हुन्छ कि, छुट्टै कुनै काम गरेर हुन्छ कि, कसरी हुन्छ, आफ्नो सास रोकेर हुन्छ अथवा ब्रिदिङलाई कन्ट्रोल गरेर हुन्छ कि, सो डिफ्रेन्ट खालको टेक्निक्सहरू लगाउँछौँ हामीले। सुरु सुरुमा चाहिँ यो टेक्निक्सहरूलाई पनि लगाउनु पर्ने हुन्छ, र पछि पछि त बानी पर्छ। पछि पछि सधैँ गरिन्छ भन्ने छैन, बट ट्रिगर पोइन्टहरू त्यो भनेको ट्रेडिङ भनेको यति त्यो सेन्सिटिभ छ कि एउटा ट्रिगर पोइन्ट भइदियो भने एकाउन्ट गइदिन सक्छ क्या। जस्ट इट्स अ मुभमेन्ट अफ एउटा ट्रिगर पोइन्ट हो कि, त्यो भनेको अरू कुनै बिजनेसमा हुँदैन, राइट। एउटा ब्याड मिस्टेकले अथवा एउटा नराम्रो ट्रिगर पोइन्टले बिजनेस डुब्दैन, राइट, राइट। सुधार्न सकिन्छ, बट यहाँनिर त तपाईँले एउटा मात्र मिस्टेक गरिदिनु भयो, एउटा पनि ट्रिगर पोइन्टले तपाईँले नराम्रो डिसिजन लिइदिनु भयो भने गयो, राइट। क्यापिटल सबै जान सक्छ, सबै पनि जान सक्छ, अरू नराम्रो टर्न आउन सक्छ धेरै गएर, किनकि एट द एन्ड भनेको एउटा ट्रिगर पोइन्ट मात्र हो। एउटा ट्रिगर पोइन्टलाई सबै राम्रो गरेको छ, सबै एक दुई महिना, 3 महिना, तपाईँले 4 महिना राम्रो गर्नु भएको छ, बोर भएर, राइट, के हुन्छ हुन्छ यहाँनिर बोर भएर ट्रेड गरिदिन मन लाग्ला, अथवा रिसले ट्रेड गरिदिन मन लाग्ला,
होइन, मार्केटले मलाई हान्यो अथवा मार्केटले मलाई लस हान्यो, अब म मार्केटलाई देखाउँछु भन्ने ट्रिगर पनि आइदिएला। यहाँनिर त लाखौँ इमोसन्स आउँछ। त्यो लाखवटा इमोसन्सलाई कसरी कन्ट्रोल गर्ने त, त्यो इमोसन्सलाई कसरी रेगुलेट गर्ने त, होइन। त्यो इमोसन्स त आयो, आउँछ नै, जबसम्म हामी बाँच्छौँ तबसम्म एज अ ट्रेडर। जब तपाईँसँग मन छ अथवा तपाईँसँग तपाईँ बाँचिराख्नु भएको छ भने अभियसली त्यो इमोसन आउँछ। त्यसको नआउन दिन, कम्प्लिटली आउनै नदिन त्यो उपाय नै छैन। तर त्यो आएपछि त्यसलाई रेगुलेट गर्ने चाहिँ उपाय छ, राइट। एज अ ट्रेडर तपाईँले गर्ने भनेको रेगुलेट हो, आउनै नदिने होइन। त्यो त आउँछ नै, आइ नै राख्छ। तर पछि पछि त त्यो आउने पनि कम हुन्छ, अलिकति लिमिट हुँदै जान्छ। बट आए पनि त्यसलाई रेगुलेट कसरी गर्ने त्यसको बानी पर्छ क्या तपाईँको। कसरी एडजस्ट गर्ने त, ट्रिगर त भयो, तर आफूलाई त कन्ट्रोल त गर्न सकिन्छ, त्यो त आफ्नै हातमा हो। ट्रिगर भइसकेपछि पनि, राइट। त्यो ब्रेनमा ट्रिगर भइसकेपछि पनि त्यसलाई रोक्न त सकिन्छ, राइट। त्यसलाई लिमिट त गर्न सकिन्छ, राइट। त्यसको लागि अब के ट्रिक्सहरू लगाउनु पर्ने हुन्छ, कसरी गर्न पर्ने हुन्छ, विथ टाइम हुन्छ नम्बर वान कुरा। अर्को त टाइम पनि लाग्छ त्यो चिजलाई। आजको भोलि गएर तपाईँको साइकोलोजी राम्रो कसैको हुँदैन। ट्रेडिङ सिस्टम र डिस्क म्यानेजमेन्ट त राम्रो गर्न सकिन्छ 2-3 मन्थमै, राइट। यो भनेको इट्स नट अ बिग डिल। ट्रेडिङ सिस्टम र डिस्क म्यानेजमेन्ट राम्रो गर्नु अथवा ट्रेडिङ सिस्टमलाई राम्रो गर्नु अझ बेसिकली, यो भनेको इट्स नट अ बिग डिल। जसले पनि गर्न सक्छ, चाँडै गर्न सक्छ। तर रिक्स, तर साइकोलोजी तपाईँले राम्रो गर्नु भनेको यो आजको भोलि, भोलिको पर्सि भइहाल्ने कुरो होइन। यो चाहिँ टाइम लाग्छ। विथ टाइम तपाईँले लिमिट गर्दै जाँदै, राइट, बिस्तारै बिस्तारै गर्ने हो त्यो भनेको। विथ टाइम, टाइम लाग्छ, होइन। र त्यो टाइम लगाएर पनि कतिले गर्छन्, कतिले गरिदिँदैनन्, होइन। त्यो पनि द्याट्स अ रियालिटी। सबैले गर्न सक्दैनन्। अलिकति डिफिकल्ट हुन्छ ट्रेडिङ साइकोलोजीलाई राम्रो गर्न सक्ने, राइट। यो भनेको कति टाइम छ तपाईँलाई क्विट पनि गर्न मन लाग्ला, राइट। कति टाइम छ तपाईँले नगरिदिनु जस्तो पनि लाग्ला, अथवा ट्रेडिङै नगरिदिनु जस्तो पनि लाग्न सक्छ, राइट। त्यो फेजहरूबाट गुज्रिएर तपाईँले अगाडि बढ्नु भयो भने ट्रेडर बन्नुहुन्छ, राइट। त्यो त नराम्रो फेजहरू त आउँछ नै, त्यो त इन्इभिटेबल छ, होइन, राइट। चाहेर पनि त्यसलाई हटाउन सकिँदैन, चाहेर पनि त्यसलाई त्यो गर्न सकिँदैन। त्यो मेरो ट्रेडिङ करियरमै नआओस् त्यो नराम्रो फेज भन्ने, त्यो चाहेर पनि गर्न सकिँदैन लिमिट, राइट। त्यो भनेको आउँछ नै, राइट। अरू कुनै उपाय नै छैन। त्यो उपाय नै छैन तपाईँको। त्यो तपाईँले लिमिट गर्नै पर्ने हुन्छ आफैले, होइन। आफैले गएर लिमिट गर्ने हो, आफैले गएर जर्नलहरूलाई हेर्ने हो, रिपिटेडली मिस्टेक्सहरू के भइरहेको छ, केही मिस्टेक्स भएको छ भने त्यसलाई मैले कसरी सुधार्ने, त्यो कुराहरू गर्ने हेर्नै पर्ने हुन्छ। त्यो कुराहरूलाई लिमिट गर्नै पर्ने हुन्छ। त्यो लिमिट गर्दै जाने हो एट दि एन्ड भनेको। अलिअलि 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 गर्दै साइकोलोजी राम्रो हुने हो। ह्युमन इमोसन्सलाई तपाईँले कन्ट्रोल गर्ने भने विथ ट्रेड बाई ट्रेड बेसिस गरेर हो, होइन। आजको दिनमा राम्रो गर्छु, सो कस्तो हुनुपर्छ भने आजको पर्टिकुलर डे हेर्दैछु भने आजको पर्टिकुलर डेमा मात्र राम्रो गर्छु म, त्यसरी सोच्नु पऱ्यो पर्टिकुलर डेमा। सो यो पर्टिकुलर डेमा म राम्रो गर्नलाई, पर्टिकुलर डेमा मैले राम्रो डिसिजन लिनलाई के गर्नु पऱ्यो भन्दाखेरि, अभियसली ट्रेड राम्रो, ट्रेड एउटादेखि दुइटा लिनु पऱ्यो अथवा लिमिटेड लिनु पऱ्यो, राइट। धेरै गरेर ट्रेड गरिन्छ भने त त्यो डिसिजन अभियसली राम्रो हुँदैन। क्वालिटी डिसिजन तपाईँले लिन सक्नु हुँदैन। धेरै तपाईँले गरेर डिसिजन पर्टिकुलर डेमा गरेर लिनुभयो भने, एकै दिनमा तपाईँले गरेर धेरै ट्रेड गरिदिनु भयो भने त के हुन जान्छ त, तपाईँको डिसिजन राम्रो हुँदैन पक्कै पनि। क्वान्टिटीमा त भयो डिसिजन, तर क्वालिटी भएन। क्वालिटी ल्याउनको लागि तपाईँको साइकोलोजीहरू मेन्टेन गर्नको लागि, बिकज एउटै ट्रेडमा कति मिस्टेक्सहरू भइरहेको हुनसक्छ, राइट। सो त्यो त्यो तपाईँले क्वालिटी ट्रेड एउटा लिनुभन्दा इट्स थाउजन्ड, तपाईँ 10वटा एभरेज ट्रेड लिनुभन्दा एउटा ट्रेड राम्रो लिनु भनेको इट्स अ 1000 टाइम बेटर ट्रेड, राइट। अर्थात् 10वटा नराम्रो ट्रेड लिनुभन्दा ट्रेडै नलिनु भनेको बेटर हो, राइट। एउटा राम्रो ट्रेड लिनु भनेको बेटर भयो, राइट। त्यो भनेको त्यसरी जित्छ, यहाँ धेरै ट्रेड लिएर यहाँनिर कोही पनि महान हुँदैन अथवा राम्रो गर्न सक्दैन। क्वालिटी अथवा क्वान्टिटीमा धेरै ट्रेड लिएर राम्रो गर्ने ट्रेडर कम हुन्छन्, अथवा तर क्वालिटीमा फोकस जसले गर्छ, क्वान्टिटी भन्दा पनि क्वालिटीमा जसले फोकस गर्छ त्यसले जित्छ। त्यो भनेको तपाईँले प्रफिटेबल हुन तपाईँले धेरै ट्रेड लिनुपर्छ भने होइन, राइट। थोरै ट्रेड लिएर पनि कम ट्रेड लिएर पनि तपाईँ राम्रो ट्रेडर बन्न सक्नुहुन्छ, र बन्ने नै कम ट्रेड लिएर हो खासमा, राइट। र त्यो पनि बिगिनिङ फेजमा। पछि पछि एक्सपिरियन्स हुँदै गयो भने स्क्याल्पिङहरू अलिकति बढी होला, त्यो ट्रेडिङ स्टाइलमा अलिकति बढी गर्न सकिन्छ। बट सुरु सुरुको फेजमा त तपाईँले धेरै गर्न सक्नु हुँदैन, राइट। बिकज अलिकति टाइम लाग्छ, अलिकति त्यो हुन्छ, युज टु हुन नै तपाईँहरूलाई टाइम लाग्छ, राइट। ब्रेनलाई एड्याप्ट गराउनु नै तपाईँलाई टाइम लाग्छ।
सो युजफुल ट्रेडिङ गर्ने हेर्ने हो भने तपाईँको 6 मन्थ चाहिँ मिनिमम लाग्छ जस्तो लाग्छ। 6 मन्थ त अब मैले कम भने, राइट। अब मेन्टरसिप लिनुभयो भने त 6 मन्थ्समा पनि राम्रो गर्नेहरू पनि छन्, होइन। तर आफैले बिगिन गरेर गर्ने हो भने त त्यही इट्स टेक्स इयर्स, होइन। इयर्सको काम हो यो चाहिँ। सो मेन्टरसिपहरूमा चाहिँ तपाईँले त्यो फाइदा चाहिँ हुन्छ, र डजन्ट मिन सबैले 100% गर्छ भनेको त्यो पनि होइन। कसले कतिको एफर्ट लगाउँछ भन्ने पनि कुरा आउँछ, राइट। कति डेडिकेटेड छ, कति उसको एफर्ट छ, उसले ह्युमन साइकोलोजीलाई कतिको राम्ररी बुझिरहेको छ, राइट। कति इम्प्रुभमेन्ट छ, त्यो हङ्गर कतिको छ, डेडिकेसन कतिको छ, राइट। लाइक एनी अदर थिङ, होइन। दुई हातले ताली ताली बज्छ भनिन्छ, राइट। त्यो हङ्गर, डेडिकेसन लेभल्सहरू कतिको छ, उसले जर्नलहरूबाट कतिको सिकिरहेको छ, कतिको राम्रो गर्न खोजिरहेको छ, उसमा त्यो लर्निङ त्यो छ कि छैन, लर्निङ क्यापेबिलिटी छ कि छैन, राइट। लर्निङ गर्ने हङ्गर छ कि छैन, होइन। सो त्यो कुराहरू पनि डिपेन्ड गर्छ पर्टिकुलर ट्रेडरमा। र उसको माइन्ड कतिको रिल्याक्स छ, होइन। एट दिन भनेको इट्स जस्ट लाइक मेडिटेसन। मेडिटेसन गर्ने बेलामा कस्तो दिमाग शान्त हुन्छ, राइट। त्यो यो भनेको ट्रेडिङ भनेको पनि, अब ट्रेडिङले दिमागलाई तपाईँको के बनाइन्छ भने चुलबुले बनाइन्छ, राइट। चुलबुले बनाइन्छ दिमाग। चुलबुले दिमागलाई तपाईँले शान्त गर्नुपर्ने हुन्छ बेसिकली। त्यो शान्त गर्नको लागि चाहिँ अभियसली ह्युमन साइकोलोजीलाई बुझ्नु पऱ्यो। ह्युमन साइकोलोजीको अगेन्स्टमा तपाईँले जे जे सिक्नु भएको छ यसलाई, अथवा जे जे तपाईँको ह्युमन ब्रेनले वायर गरेको छ, त्यसको अगेन्स्टमा जानुपर्ने हुन्छ। अब हाम्रो ह्युमन ब्रेन एउटा खालको छ, एउटा खालकोले सोध्छ, तर तपाईँले उसको अगेन्स्टमा गएर, अथवा नर्मल एभरेज तरिकाले सोचेर अथवा एभरेज तरिकामा हिँड्नु भयो भने काम गरेन। युनिटी एक्स्ट्रा अर्डिनरी, अथवा तपाईँले आफ्नो दिमागलाई अर्को तरिकाले वायर गर्न पर्ने हुन्छ। कुन चाहिँ सही बाटो हो त, तपाईँले यो बाटो हिँड्नु भयो भने म सक्सेसफुल हुन्छु कि हुँदिनँ, अथवा यो बाटो हिँड्ने भने म मेरो लागि काम गर्छ कि गर्दैन ट्रेडले, अथवा ट्रेडिङ मेरो सिस्टमले, राइट। ट्रेडिङ काम गर्छ कि गर्दैन यो बाटोमा हिँड्ने भने, यो साइकोलोजी मेन्टेन गऱ्यो भने बल्ल यो हुन्छ, राइट। र साइकोलोजीलाई पनि अलिकति स्टडी चाहिँ गर्नुपर्ने हुन्छ, ह्युमन साइकोलोजीलाई। ह्युमन साइकोलोजी भनेको के हो, फियर, ग्रिड, राइट। आफ्नो इमोसन्सहरू कसरी कन्ट्रोल गर्ने, इमोसन्सहरूको बारेमा आफूलाई चिन्नुपर्ने हुन्छ। बेसिकली मेरोमा के कमी छ, कसैको इम्पल्सिभ बिहेभियरहरू हुन्छ, राइट। धेरै ट्रेड गरिदिन मन लाग्ने, त्यो भनेको ह्युमन इमोसन्सकै कुरा हो, राइट। इम्पल्सिभ बिहेभियर देखाउन मन लाग्छ, इम्पल्सिभ बिहेभियरहरू मा ट्रेड गर्नु जस्तो लाग्छ, राइट। इम्पल्सिभ बिहेभियर धेरै देखाइन्छ, फियरफुल वालामा अथवा ग्रिडी वालामा धेरै ग्रिडी भइदिने, अर फियरफुल भएको टाइममा ट्रेड लिने सेटअप पनि नलिदिने, राइट। त्यो खालको प्रब्लमहरू आउन सक्छ। सो अब ट्रेडिङ साइकोलोजीहरू बुझ्न चाहिँ आफूलाई पनि त्यो भनेको जुन सिस्टम्स त्यसलाई लाइभ मार्केटमा एक्जिक्युट गर्नै पर्ने हुन्छ। एक्जिक्युट गर्ने दौरानमा तपाईँले सिक्नुहुन्छ ह्युमन इमोसन्सको बारेमा, आफ्नो बारेमा आफूलाई बुझ्नु कस्तो भनिन्छ भन्दाखेरि, ट्रेडिङ गरेर चाहिँ तपाईँले के बुझ्नुहुन्छ भन्दा आफूलाई बुझ्नुहुन्छ बेसिकली, होइन। आफूलाई बुझ्नु छ भने ट्रेडिङ गर भन्छ। महान व्यक्तिले भन्नुभएको थियो कि यदि आफूलाई बुझ्नु छ, तपाईँलाई आफूलाई बुझ्नु छ र आफ्नो बिहेभियरलाई बुझ्नु छ, म कस्तो खालको मान्छे हो भन्ने, त्यो बुझ्नु छ भने यु निड टु कम टु ट्रेडिङ। ट्रेडिङले त्यो सबै बुझाइदिन्छ। तपाईँ के खोड छ, होइन, के सुधार्न पर्ने हुन्छ, त्यो कुराहरू सबै तपाईँलाई के गरिदिन्छ भनेर बुझाइदिन्छ ट्रेडिङले। हम्बल गरिदिन्छ बेसिकली, होइन। कति टाइम त मै हुँ जस्तो लाग्छ जितिरहेको बेलामा, राइट। सिरिज अफ विनिङ ट्रेड आयो भने त आइएम द बेस्ट जस्तो लाग्छ, अथवा मै नै हो यो संसारमा, अरू कोही छैन। त्यस्तो खालको पनि बनाइदिन्छ, एकदम माथि पनि खसाइदिन्छ ट्रेडिङले, र चाहेको टाइममा तपाईँले तल पनि खसाइदिन सक्छ, हम्बल पनि गरिदिन सक्छ। धेरै जसो ट्रेड हाल्नु भयो भने, धेरै जसो ट्रेड तपाईँले हारिदिनु भयो भने, अथवा नेगेटिभ गयो भने त्यतिखेर हम्बल पनि गरिदिन्छ, अत्ताइदिन्छ पनि, र मातिने पनि बनाइदिन्छ। सो यो दुइटै फेजमा तपाईँले कन्ट्रोल गरेर सिस्टमलाई फलो गर्नुपर्ने छ बेसिकली। यहाँनिर पनि तपाईँको मातिने फेजमा पनि सिस्टमलाई नै फलो गर्ने हो, आत्तिने फेजमा पनि सिस्टमलाई नै फलो गर्ने एट द एन्ड। र यो दुइटै फेजमा तपाईँले विथाउट एनी मोनिफिकेसन गरिदिनु भयो भने ओभरअल ट्रेडिङ राम्रो हुन जान्छ। एकैचोटि राम्रो नहोला, राइट। सिरिज अफ ड्रन आयो भने त अलिकति त्यो रिकभर हुन टाइम लाग्छ नि। कतिको तपाईँको त्यो पेसेन्स लेभल छ त, कतिको तपाईँले एडप्ट गर्न सक्नुहुन्छ त, कतिको
पोजिटिभ तरिकाले सोचेर अथवा रिल्याक्स्ड भएर तपाईँले ट्रेड गर्न सक्नुहुन्छ। ड्रडाउन खास साइकोलोजी बिग्रिने भनेको त ड्रडाउन लेभल छ भन्नुमा। ड्रडाउनहरू धेरै आएपछि इभन धेरै समयको एक्सपिरियन्स भइसकेपछि पनि सबभन्दा धेरै साइकोलोजीमा प्रब्लम, साइकोलोजी त पछि पछि त लिमिट हुन्छ नै, अभियसली राम्रो हुन्छ नै, तर ड्रडाउन लेभल्सहरू अथवा सिरिज अफ ड्रडाउन्सहरू आइसकेपछि त्यतिखेर चाहिँ साइकोलोजी सबभन्दा धेरै नराम्रो हुन्छ, इभन अफ द एक्सपिरियन्स अफ द एक्सपिरियन्स ट्रेडर्स। सबभन्दा खतराभन्दा खतरा ट्रेडरहरूको पनि सिरिज अफ ड्रडाउन अथवा सिरिज अफ लसेसहरू खानुभयो भने त्यतिखेर के हुन्छ भन्दाखेरि साइकोलोजी नराम्रो हुन्छ। त्यतिखेर चाहिँ अब लिमिट गर्न पर्ने हुन्छ, राइट? एक्सपिरियन्स ट्रेडरहरू पनि गर्ने के हो भन्दाखेरि ट्रिगर त हुन्छ तर उनीहरूले के गर्छन्, रेगुलेट गर्छन्। अब कसरी गर्छन् त्यो ट्रिकहरू छ, त्यो ट्रिकहरू सिकाउँछु अगाडि अगाडि। सो ओभरअलमा हेर्ने हो भने इट कम्प्रोमाइजेस अफ यो दुइटा तिनवटा कुरा हो, राइट? ट्रेडिङ सिस्टम, ट्रेडिङ रिस्क म्यानेजमेन्ट, साइकोलोजी, र धेरै जस्तो ट्रेडरहरू फेल खाने भनेको चाहिँ साइकोलोजीमा हो। साइकोलोजी भनेको मैले भनिहालेँ, राइट? नराम्रो टाइम पनि एकदम धेरै देखाउँछ र राम्रो टाइम पनि देखाउँछ, राइट? त्यो दुइटै टाइममा चाहिँ तपाईँले न्युट्रल भएर कसरी हेर्न सक्नुहुन्छ त मार्केटलाई अथवा ट्रेडिङलाई आफ्नो, त्यो गर्न सक्नुभयो भने ट्रेडिङमा केही पार लाग्छ, राइट? नभए चाहिँ गाह्रो हुन्छ। र सुरुमा चाहिँ तपाईँले एज अ ट्रेडर तपाईँले सोच्ने हो भने सिधै गएर प्रफिटेबल हुन्छ भन्दा पनि सिधै तपाईँले फर्स्ट स्टेप भनेको तपाईँको ब्रेक इभन हुनु हो। ब्रेक इभन मात्र हुनुहुन्छ भने पनि यु आर डुइङ भेरी गुड। त्यसपछिको नेक्स्ट स्टेप भनेको त्यो प्रफिटेबिलिटी हो, राइट? सो यो कुराहरू थियो। सो यो कुराहरूको बारेमा हामीले डिस्कसन गऱ्यौँ। अब बिस्तारै बिस्तारै ट्रेडिङ सिस्टमहरूको बारेमा अगाडि बढ्दै जान्छौँ। सो आजको अब अलमोस्ट यही कुराहरू भयो। सो ओभरअल ट्रेडिङको बारेमा आज हामीले डिस्कसन गऱ्यौँ, कन्सेप्ट्स, राइट? रिस्क म्यानेजमेन्ट, साइकोलोजीहरू, र साइकोलोजीको बारेमा त धेरै नै कुरा भन्नुपर्ने हुन्छ। सो तपाईँलाई पनि केही क्वेसन छ आजको लागि भने माइक अफ गर्छु, केही छ भने सोद्धा हुन्छ। आफ्नो पनि केही एक्सपिरियन्स छ भने, राइट, सेयर गर्दा भयो। अरूलाई पनि केही क्वेसन छ आजको दिनमा, अरू कसैले एक्सपिरियन्स नमस्ते सर। भनेको त तपाईँको मेन भनेको नमस्ते सर। साइकोलोजी हो, किनभने तपाईँको मैले ट्रेडिङ गर्न थालेको 2 वर्ष जति भइसक्यो होइन। तपाईँको मेरो स्किल एकदम लेभल अप भइसक्यो। म तपाईँको मैले लिएको ट्रेड नर्मली राम्रै जान्छ कि होइन। उम्, तर कस्तो हुन्छ भने तपाईँको मेरो साइकोलोजी कस्तो छ, म बढी एग्रेसिभ नेचरको छु क्या पहिल्यैदेखि। हो अनि तपाईँ कस्तो भने मैले एउटा मात्रै स्टप लस खायो भने म सबलाई स्टप लस हानिदिन्छु। त्यही भएर मैले म्याक्सिमम् तपाईँको त्यो प्रोग्रामहरू चाहिँ तपाईँको चाहिँ ब्रिज भएको छ मेरो होइन। तर हो नर्मली मैले तपाईँको प्रफिटेबल भएर तपाईँको चाहिँ पैसा विड्र पनि गरिसकेँ। प्लस मैले अस्ति भएर एउटा अकाउन्ट गराएको थिएँ, मैले अराउन्ड 1 लाख रुपियाँ बनाएको थिएँ, टार्गेट 2 लाख थियो। तपाईँको जब मेरो कति 15,000को तपाईँको स्टप लस हान्दाखेरि मैले सबै अकाउन्टै उडाइदिएँ क्या। त्यो एग्रेसिभ मेरो भनेको साइकोलोजी हुँदो रहेछ कि। हो त्यही नै हो गाह्रो। सर त्यो सर भनेको हामीले यहाँ कतिवटा कन्सेप्ट सिकिन्छ नि यसमा, यहाँ चाहिँ एउटा कतिवटा। मात्र आइसिडी कन्सेप्ट मात्र हो। अनि यो स्मार्ट मनी कन्सेप्ट भनेको चाहिँ के हो नि सर? स्मार्ट मनी कन्सेप्ट अब एउटा स्मार्ट मनी आइसिडी सिस्टम, आइसिडी कन्सेप्टभित्र पनि छ एउटा ब्रान्च, र अर्को भनेको छुट्टै एसएमसी कन्सेप्ट भन्ने पनि छ। अब एसएमसी अलिअलि हामीले पनि हेर्छौँ, त्यसो डिपली हेर्दैनौँ। अर्को अब आइसिडीकै चोरेको भने पनि बुझिन्छ, राइट? छुट्टै नै एउटा कन्सेप्ट कसैले बनाएको हो भनेर। अब एसएमसी छुट्टै ब्रान्च त मलाई थाहा छैन के हो भन्ने। सप्लाई एन्ड डिमान्डको कुराहरू पनि आउँछ सायद त्यसमा। र एउटा आइसिडी कन्सेप्ट एसएमसीमा पनि धीरे धीरे बोल्न स्मार्ट मनी। हो यो कि कसको? माइक अफ गरे कि के हुन्छ हुन्छ यहाँ। केटाहरू गीत चाहिँ नगाउँ न हौ, आफ्नो अनि एक्सपिरियन्स क्वेसनहरू सोध्नु न हौ। हो अलिकति अनि प्रोफेसनल देखाउनुपर्छ कि यहाँ सब प्रोफेसनल हुनुहुन्छ होइन। उम्, यो आइसिटी कन्सेप्ट पनि सर कतिको एक्युरेसी हुन्छ नि यसको चाहिँ? एक्युरेसीको लगभग एक्युरेसी अब हाई यसमा चाहिँ हायर टाइम फ्रेमको राम्रो हुन्छ अलि, लो टाइम फ्रेमको चाहिँ पनि एक्युरेसी त हुन्छ, डिपेन्ड गर्छ क्या कुन सिजनमा अलिकति राम्रो हुन्छ कुनै सिजन नराम्रो हुन्छ। एभरेजमा 40देखि 45, राइट? 50भन्दा माथि त एकदम एक्सट्रिम खत्रै भइहाल्यो। 40देखि 45सम्म चाहिँ ल्याउन सक्नुहुन्छ एक्युरेसी। अलिकति ह्युमन इमोसन्स पनि आउँछ, राइट? कम्प्लिटली 100% अफ टाइम गरिदिनु भयो भने त 50भन्दा माथि आइहाल्यो। बट 40देखि उम्, 45सम्म चाहिँ आउन सक्छ, अलिकति इरर आएर पनि। मैले यो
कसै कसैको सुन्छु कि सर यो आइसिटी कन्सेप्ट युज गर्नेहरू मैले स्टप लसै हाल्दिनँ यस्तो भन्ने सुनिरहेको हुन्छ, यो चाहिँ के हो नि सर यस्तो? अनि त्यो त आइसिटी होइन, सबै कन्सिडर हुन्छ, त्यो ट्रेडरको गल्ती हो त्यो त्यो चाहिँ। साइकोलोजी स्ट्रङ भए चाहिँ गर्न सकिन्छ। तिम्रो साइकोलोजी स्ट्रङ छैन भने, जस्तै फर इक्जाम्पल त्यो त्यो तिमीले त्यो चाहिँ त्यो 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 कन्सेप्टले होइन कि, त्यो ट्रेडरको गल्ती हो है। उम्, आइसिटी कन्सेप्टको गल्ती होइन त्यो, राइट? कन्सेप्टले त यही हाल भन्छ, यहाँनिर हाल भन्छ, त्यो उम्, ट्रेडरले नहालेर हो। त्यो सबै कन्सेप्टमा हुन्छ फेरि, सप्लाई डिमान्डमा, इलियट वेबमा, राइट? त्यो मान्छे जसले हालेको छैन त्यसलाई जुनसुकै कन्सेप्ट पढायो भने त्यसले हाल्दैन। होइन म किन म सुपुरा त्यो त्यो चाहिँ कन्सेप्टको गल्ती भन्दा पनि कन्सेप्टले त हाल्नै भन्छ, सबै कन्सेप्टले हाल भन्छ। तर ट्रेडरले हाल्दैन भने त त्यो त कन्सेप्टको गल्ती होइन नि त, त्यो त ट्रेडरको साइकोलोजीको गल्ती हो। उम्, रुट राइट, उसले साइकोलोजी फलो, साइकोलोजी बिगाऱ्यो त्यहाँनिर। त्यो भनेको उसले उसले चाहिँ के सोच्यो भन्दाखेरि मैले यो ट्रेड लिएँ, यो ट्रेड चाहिँ लस हुनै सक्दैन, द्याट्स उसले स्टप लसै राखेको छैन, होइन? त्यो त हुँदैन, लस त हान्छ नि, लसहरू रोक्नु पर्ने हुन्छ। So त्यो कुरा हो। अनि सर अब सपोज अब हामीले त नेप्सेमा पनि ट्रेडिङ गरिरहेको हुन्छ होइन, उम्, अब कुनै कुनै डाउट लाग्यो भने अब नेप्सेको पनि तपाईँहरूले सपोर्ट गर्नुहुन्छ कि हुँदैन नि? उम्। नेप्सेको भन्नाले कुनै पनि अब चार्ट यस्तो छ यो गर्दा कस्तो होला भन्ने कुरा चाहिँ त्यस्तो चाहिँ हुन्छ कि सजेसन हुँदैन माग्नु भयो नेप्सेमा? भने दिन्छौँ, तर अनेस्टली भनिदिँदाखेरि अब माग्यो भने मात्र दिने हो, अब त्यो चाहिँ पर्टिकुलरली आएर हेल्प चाहिँ गरिँदैन अब। होइन भन्नाले मैले अब जस्तो तपाईँलाई अब यो लाइफ टाइम तपाईँहरूले भन्नुभयो नि यो लाइफ टाइम के अरे एउटा गाइडेन्स दिन्छु भनेर भन्ने हिसाबले चाहिँ अब मैले सपोज मलाई नेप्सेमा एउटा कुनै स्टकमा कन्फ्युजन भयो सर उम्, यो यस्तो के त्यो त हुन्छ पाइहाल्नु, भन्दाखेरि त्यसै त्यो त पाइहाल्नु, त्यो त्यस त त्यो त्यो त म दिइहाल्छु नि। तर अब सबैलाई गएर ल यो गर्नु यो गर्नु भने त्यसरी चाहिँ गरिँदैन। तपाईँलाई आएर सोध्नु भयो भने चाहिँ अभियसली नेप्से पनि हेल्प गरिन्छ। अनि अर्को कुरा के सर यो उम्। हजुर किनकि अब यहाँ नेप्सेक पनि गर्ने धेरै हुनुहुन्छ, त्यो पनि लिङ्क छँदैछ, राइट? आफ्नो एनालाइसिस त अथवा मैले कसरी हेर्छु त्यो पनि भनि नै हाल्छु, होइन? र त्यो कनेक्सनहरू पनि पाउनुहुन्छ नेप्सेकमा पनि गर्नुहुन्छ भने। हजुर अँ, मैले के यो इलेक्ट वेभ थ्योरीहरू यिनीहरू मैले क्लास लिएको थिएँ होइन, अब त्यसमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि यो माथि नि जान सक्छ तल नि जान सक्छ भन्ने एउटा अल्टरनेट वेब गरेर एउटा उम्, वेब चाहिँ एउटा चाहिँ माथि जाने अनि अर्को वेब चाहिँ भन्नाले जस अर्को अल्टरनेटिभ चाहिँ तल जाने देखाइदिन्छ कि त्यो अब इलेक्ट वेबमा धेरै जस्तो मैले त्यो देखेँ कि होइन, अब यसमा चाहिँ त्यस्तो हुन्छ कि हुँदैन नि कि त एउटा स्ट्रङ सेटअप नै हुन्छ यसमा चाहिँ अब यसमा पनि अ, फुटप्रिन्टहरू पत्ता लगाउनु हुन्छ, हायर पढ्ने देख्नुभयो भने गर्नुहुन्छ, हायर पढ्ने देख्नु भयो भने गर्नु हुँदैन। अब अल्टरनेट कन्फ्युजन त अब अलिअलि बिस्तारै बिस्तारै त्यो त भइ नै हाल्छ सबैमा, राइट? त्यो 100% तपाईँको यही नै हो भनेर कसैले पनि भन्न सक्दैन, कुनै पनि कन्सेप्टमा त्यो 100% तपाईँको शुद्धता अथवा त्यसमा डिफल्टै केही छैन अथवा फल्टै केही छैन भने कुनै पनि हुँदैन। अलिअलि तपाईँको बट अल्टरनेटिभ भनेर त्यसरी हेर्नु हुँदैन मार्केटलाई, कि त यो हो कि त होइन। मैले मैले जहाँसम्म यो ट्रेडिङ बुझेको, जुन मैले आइसिटी कन्सेप्ट हेरेको होइन, आइसिटीको कन्सेप्टमा के न्यारेट एक एक किसिमको स्टोरी हो क्या, जुन चाहिँ बुझ्न सकिन्छ होइन। त्यो इलाइट वेब बेबी पिसहरू जुन पहिला त्यो माइकल हान्सनले सिकाएको, त्यसमा चाहिँ कस्तो भने न्यारेटिभ छैन क्या, त्यो चाहिँ हामीले प्याटर्न मात्र हेर्छ तर त्यसमा केही न्यारेटिभ छैन क्या। आइसिटीमा चाहिँ के छ भने न्यारेटिभ छ, मेन एआईबाट चल्छ। होइन, तर एउटा एआईले तरिका खास गरेर मात्र हो, सबै दिन मार्केट हेर्ने एउटा तरिका मात्र हो। आइसिटी चाहिँ खतरा हो, त्यो चाहिँ अँ, पनि भन्न मिल्दैन, होइन? एउटा तरिका हो अँ, मार्केटलाई हेर्ने। एलियट वेबाट अँ, पनि फेरि खतरा गर्ने ट्रेडरहरू छन्, होइन? र छन्। आइसिटी नराम्रो गर्ने पनि छन् फेरि, राइट? तर मेन भनेको मैले यो आइसिडीको लिक्विडिटी बुझे अनुसार चाहिँ हरेकचोटि चाहिँ मेन भनेको चाहिँ लिक्विडिटीबाट एआई यो एल्गोरिदम जुन चल्छ मेन भनेको लिक्विडिटीबाटै चलिरहेछ क्या मेन। हो, किन मैले एसएमसी कन्सेप्ट गरेको, एसएमसीमा उसले चाहिँ विन उसले रेट कम दिएको छ तर छ उसले छ दिएको उसले भनेको त्यस्तो हो, उसको कन्सेप्ट अनुसार यो हो। उम्, अब इलियट वेमा पनि छन्, उसको कन्सेप्ट अनुसार यो राइट? हो। इम्पल्सिभ वेबहरू छ, करेक्टिभ वेबहरू छ, त्यसबाटै मार्केट चल्छ भन्छ उनीहरूले। उनीहरूको सिद्धान्त त्यो हो, उम्, होइन? रिलिजन जस्तो हो कि त्यो उम्। भनेको, आइसिटी गर्नेहरूले त्यो भन्छन्, इलियट वेब गर्ने त्यो तर भन्छन्। यो रियल हिन्दुइजम पनि ठिक हो, रियल भनेको यो एआई हो नि त। होइन होइन, हिन्दुइजम पनि ठिक हो, क्रिस्चियनिटी पनि ठिक हो, मुस्लिम पनि ठिक हो, एट दिन जाने भने त एउटै त्यस्तै हो नि त, भएर होइन? एट दिन एन्ड गोल त। उम्, सो ट्रेडिङ त्यही त। सिस्टममा पनि यही नै खतरा हो, अथवा यही नै त्यो भन्न मिल्दैन सिधै, राइट? त्यो पर्टिकुलर ट्रेडरले अथवा पर्टिकुलर मान्छेले कसरी एक्जिक्युसन गर्न सक्छ, होइन? कसरी तपाईँले त्यसमा फरक राम्ररी पर्छ। फलो गर्न सक्छ, त्यसमा डिपेन्ड गर्छ। एट दिन भने एन्ड गोल सबैको त्यही हो ट्रेडिङमा पनि, प्रफिटेबिलिटी नै हो। कुन ठाउँबाट जानुहुन्छ, द्याट्स योर चोइस। उम्, आइ मुस्लिम सर तर भन्नु। सर जस्तो यो जस्तो अब त्यसमा चाहिँ एउटा पुरै एउटा वेब बनिसकेपछि एउटा कम्प्लिट भइसकेपछि बल्ल
ल है यो बन्यो भने चाहिँ अझै त्यो करेक्सन सक्यो कि सकेन त्यो पनि थाहा हुँदैन कि त्यसमा कि अब मोटिभ वेभ आउँछ अब इम्पल्सिभ वेभ आउँछ भन्ने कुरा अब त्यो जब त्यो पनि थाहा हुँदैन। त्यो थाहा हुँदैन भने अथवा थाहा छैन भने त्यतिखेर तपाईँको काम भनेको जस्तै आइसिटीमा पनि कतिखेर हुन्छ कति कति टाइममा तपाईँलाई केही थाहा नै हुँदैन कि त्यतिखेर भनेको तपाईँले चुप लाएर बस्ने हो बेसिकली। त्यो भनेको तपाईँको मार्केटले तपाईँको सिस्टमको पेसेन्स चेक गरेर आएको छ केही नगर भनेर, राइट? त्यो होइन नि त आइसिडी कन्सेप्टमा पनि तपाईँको जतिखेर पनि तपाईँले केही पाउनु नै हुन्छ अथवा केही दिनै पर्छ तपाईँलाई मार्केटले। होइन मार्केटले त हामीसँग केही ऊ गरेको छैन नि त होइन र। सबै कन्सेप्टमा त्यो डिफल्ट अथवा नराम्रो साइड हुन्छ नै। त्यो टाइम भनेको मार्केटले तपाईँसँग के टेस्ट गरेर आएको छ भन्दाखेरि पेसेन्स चाहिँ गरिरहेको छ तपाईँसँग त्यो दम छ कि छैन वेट गरेर बस्न सक्ने। कतिखेर किनकि राम्रो टाइम पनि दिन्छ नै जतिखेर क्ल्यारिटी आउँछ त्यतिखेर गरेर लिने हो बेसिकली। सो त्यतिखेरसम्म तपाईँ वेट गरेर बस्नु पऱ्यो। क्लियर छैन, अनक्लियर छ कि दिएको छैन भने त्यतिखेर जस्ट वेट एन्ड सिट इन यर ह्यान्ड्स। ल सो अब लास्ट प्रोबेबली भोलि तपाईँहरूको लास्ट हुन्छ होला यो विकको लागि। त्यसपछि हामी दसैँको त एक हप्ता लगभग बिदा भइ नै हाल्छ। म भोलि इन्फर्म गर्छु के कसो हुन्छ। एडमिसन गर्नेको त एडमिसन भइ नै हाल्यो, नगर्नेहरूको गरिहाल्नु होला। अब भोलि लास्ट डे होला त्यसको लागि पनि दसैँ अफरहरूको लागि पनि। त्यो बुझ्नु होला को कोले गर्नु भएको छैन। त्यसपछि हामी ब्याच पनि क्लोज गर्छौँ है। ल आजलाई यति नै गरौँ। हेलो सर। हजुर। जसभन्दा नि मैले चाहिँ एडमिन गरेको छैन है सर। उम्, अनि आज भर्खर फर्स्ट हो क्या मेरो यो लाइभ हो जोइन गरेको तपाईँसँग। हजुर। अनि केही इन्फर्मेसन लिनु थियो क्या तपाईँसँग पर्सनल। मलाई मेसेज गर्नु न। ल ल हुन्छ, म वाट्सएपमा मेसेज गर्छु है तपाईँलाई। हुन्छ हुन्छ। हुन्छ सर। ल आजलाई यति नै गरौँ, बाइक कुरा भोलि क्लासमा। क्लियर एभ्रीबडी। ओके ओके, थ्याङ्क यू सर। गुड नाइट एन्ड हेभ अ गुड टाइम।